आज हामी थकाली खाना आएको मासु भात केटा हो कतिजना बसेको छु पछाडि मैले बोल्न हेरिरहेको छु मैले विशाल दा हेलो एभ्रिवान फेरि पनि स्वागत छ तपाईँको एउटा नयाँ भिडियोमा होइन आज चाहिँ म जान लागेको छु नेपाथेको कन्सर्ट जुन छ लन्डनमा लन्डन अन्टारियो है अनि यता अप्रिल 13मा सटबरीमा थियो अप्रिल 15मा टोरन्टोमा अनि आज अप्रिल 18मा चाहिँ लन्डनमा छ होइन अनि म मेरो गाडीको इन्जन लाइट अन भएर चाहिँ म रिस्क नलिने भनेर सोचिरहेको छु त्यही भएर मैले गाडी रेन्ट गरेको छु अनि अब आफ्नो गाडी यतै साथीको घरमा छोडेर जानुपर्ने अवस्था आएको छ अनि उता विन्सरबाट पनि केटाहरू आउँदैछ होइन म चाहिँ यताबाट एक्लै जान लागेको छु अनि विन्सरबाट चाहिँ तिनीहरू आउनु लाग्छ तिनीहरूले नि गाडी रेन्ट गर्छ होलाहरू कसरी आउँछ गएर देखाउने नै छु लन्डन पुगेपछि तिनीहरू चाहिँ निस्किन लागिसकेको छ अलमोस्ट अहिले 11-9 बजिरहेको छ म चाहिँ 12 बजे निस्किन्छु किनभने मेरो रेन्टलको टाइम 12 बजे छ अब 12 बजे निस्क्यो भने म पुग्दा पुग्दै 2:30-3 बज्छ होला अनि त्यसपछि कन्सर्ट चाहिँ 8 बजे स्टार्ट हुन्छ तर एन्ट्री टाइम चाहिँ 7 बजे हो त्यो बिचमा के हाम्रो घुम्ने प्लान पनि थियो तर बाहिर पानी परिरहेको छ त्यही भएर अब प्लानहरू स्थगित गर्नुपर्ने अवस्था स्थगित कस्तो मजाको नेपाल पुरै वर्डहरू नेपालीमा निस्किरहेको छ पोस्टपोन्ड स्थगित मेरो वर्ड चाहिँ आउँदैछ अनि आउन लाग्छ होला 2-3 मिनटमा पुगिसक्यो होला होइन मेरो गाडी चाहिँ म यही छोडेर जान लाग्छु यहाँबाट उबरमा जाने अनि अब यहाँबाट फेरि म रेन्ट गर्ने ठाउँ पनि छ कति छ 10-12 किलोमिटर जति छ होला हैन हिजो वेदर चाहिँ राम्रो थियो आज चाहिँ खै पानी परिरहेको थियो बिहानदेखि त्यही भएर त्यति यस्तो घाम पनि लागेको छैन आज बादल चाहिँ देखिरहेको छ तर अब चाहिँ नपढ्नु पर्ने हो हेरौँ अनि जहिले पनि गाडी रेन्टल गर्दा यहाँ चाहिँ भिडियो बनाइराख्नुपर्छ होइन भिडियो बनाएर राख्नुपर्छ कि स्क्रैच भयो भने पछि काम लाग्छ त्यही भएर टक्क म यसो एकचोटि भिडियो बनाइदिन्छु केही त्यो छैन भनेर अनि यो मैले चाहिँ अर्को बुक गरेको थिएँ यहाँ चाहिँ मलाई हाइब्रिड दिएको छ इलेक्ट्रिक होइन हाइब्रिड हो यो अनि मैले अर्कै गाडी बुक गरेको थिएँ तर यिनीहरूले फ्रीमा अपग्रेड गरिदियो त्यो चाहिँ हाइब्रिड थिएन यो हाइब्रिड छ त्यही भएर मैले नि ल ठिक छ गर्दै किनभने यसमा अलिक तेल कम खान्छ नि त त्यही भएर ठिक छ अनि यहाँ राम्रो छ गाडी चाहिँ हाइब्रिड टोयोटाको कुन हो खै थाहा भएन को अनि गाडीको फिचर्सहरू चाहिँ दामी छ होइन यता हात मात्रै राख्नुपर्छ न मैले खुट्टाले केही गर्नु परिरहेको छ न अगाडि गाडी छ भने आफै ब्रेक हान्छ यता एड्याप्टिभ क्रुज कन्ट्रोल छ यसमा चाहिँ दामी छ खुट्टा चाहिँ नथाक्ने भयो क्या मैले 120मा राखिदिएको छु अनि लेन एसिस्ट पनि छ आफै उसले गर्छ एड्याप्टिभ क्रुज कन्ट्रोल पनि छ एड्याप्टिभ क्रुज कन्ट्रोल भन्नाले अब मेरो अगाडिको गाडीको स्पिडको हिसाबले कुद्छ मेरो खुट्टा चाहिँ यस्तो छ होइन अब उसले ब्रेक हान्यो भने मेरो गाडीले पनि आफै ब्रेक हान्छ तर हात चाहिँ यसरी राख्नुपर्छ क्या अब उसले मेरोबाट एउटा गाडी गयो अनि स्पिड बढाउँछ ऊ यता देखाइदिन्छ क्या अगाडि गाडी छ ब्रेक स्लो हान्दैछ भनेर स्लो गर्दैछ गाडीलाई भनेर फिचर चाहिँ दामी लाग्यो सही हो मेरो डेस्टिनेसन चाहिँ अझै 2 घन्टा 10 मिनट छ टोटल 3 घन्टा जति थियो मैले 50 मिनट कभर गरिसकेको छु अझै पनि लाग्छ केटाहरू रिसाउने भयो म माथि मैले उनीहरूलाई 10 बजे आइज भनेछु जब कि तिनीहरूको ठाउँबाट लन्डन जान 2 घन्टा लाग्छ मेरोबाट 3 घन्टा लाग्छ नि म 12 बजे निस्केको तिनीहरू 10 बजे निस्क्यो वेट गर्नुपर्छ तिनीहरूलाई त्यही भएर अब गाली खाने भयो अहिले फोन आउँछ एकछिनमा मलाई थाहा छ तिनीहरू पुग्न लागिसक्यो होला अब 1 बजेसम्म पुग्छ तिनीहरू फोर स्योर म चाहिँ 2:45
अनि उता चाहिँ वन्डरल्यान्ड देखिरहेछ कि नै क्यामेरामा ऊ त्यो माथि एउटा रेलवे ट्र्याक जस्तो देखिरहेछ त्यो वन्डरल्यान्ड हो। म अस्ति गएको थिएँ त्यसको भ्लग चाहिँ बनाएको छैन किनभने म लास्ट समर गएको थिएँ। अब यो समर त फेरि एउटै ठाउँमा के जाने तर रमाइलो चाहिँ रमाइलो हुन्छ है। वन्डरल्यान्ड पनि खतरा दामी ठाउँ छ हेर के हुन्छ। समरमा कतै जाने हो कि नै त्यो पनि थाहा भएन मलाई अहिले चाहिँ। अनि यता एउटा छुट्टै लेन बनेको छ डबल लाइनले त्यो गरेको होइन। यहाँ बाहिर डु नट क्रस भनेर लेखेको हुन्छ। त्यो लेन चाहिँ मेनली भनेर बसहरूको लागि भनेर बनाएको हुन्छ होइन त्यो लेन। तर गाडीमा 2 जना र 2 जनाभन्दा बढी 2 जना वा 2 जनाभन्दा बढीसम्म जान मिल्छ। म जस्तो अहिले एक्लै छु म त्यहाँ जान मिल्दैन। त्यसमा सबैजना अलिक बढी स्पिडमै हिँडिरहन्छ एक्सर चाहिँ जाममा फसिन्न क्या त्यो लेनमा। तर अब म एक्लै छु अहिले त्यही भएर अब गाह्रो छ। यत्तिकै ट्राफिक चाहिँ छ है आज विकेन्ड स्याटरडे भएर पनि होला। अनि जति टोरन्टो नजिक जाँदै गयो त्यति बढ्दै जान्छ ट्राफिक। यो त अझै 1मा छौँ हामी। बेरीमा पनि ठिकै थियो यहाँ पनि ठिकै भन्नाले मुभिङ छ। सहीमा कुदिरहेछ एज लङ एज सहीमा कुदिरहेछ भने नो प्रब्लम एट अल कसैलाई पनि। अनि यो त लेफ्ट साइडमा वन्डरल्यान्ड अब चाहिँ अलिक मजाले देखिन थालियो। अनि त्यो बिल्डिङहरू टोरन्टोको होइन है 1को त्यसपछि 1भन्दा पनि 14 किलोमिटर म 1भन्दा अझै पारी छ टोरन्टो। प्रोनाउन्सिएसन चाहिँ ट्रोनो हुन्छ होइन तर टोरन्टो हामीले टोरन्टो भन्ने हो। अनि म चाहिँ बाइपास टोरन्टोलाई स्किप हानिदिन्छु बाहिरबाट टोरन्टो। ट्राफिकभित्र एउटा बाटो छ त्यहाँ सिटीभित्रबाट पनि छ एउटा बाटो चाहिँ बाहिरबाट छ। सिटीभित्रबाट गयो भने ह्यामिल्टन हुँदै जान्छ होइन तर सिटीभित्र गयो भने थाहै छ हाम्रो काठमाडौँ जस्तो हो। सिटीभित्र गयो भने जाम जतिखेर जाम त्यो पनि सानोतिनो हुन्न क्या धेरै। 1 घन्टाको ठाउँमा त्यहाँ सिटीबाट गयो भने 2.5 घन्टा लाग्छ स्योर। त्यही भएर म बाहिरबाट बाइपास हान्नु जान्छु। अनि एउटा अझै फास्टवाला बाटो छ त्यो 407 जसमा तर त्यो बाटो चाहिँ टोलवाला बाटो हो। त्यसमा चाहिँ पैसा लाग्छ टोल नै। यसकै कुरा गरिरहेको थिएँ म। यस्तो रुकेको जाम चाहिँ झ्याउँछ 100को स्पिड छ है बाटोमा तर जाम चाहिँ फेरि सानोतिनो बाटो पनि छैन क्या यति ठुलो। अनि यहाँ टोरन्टो छिर्ने बित्तिकै जहिले हो यस्तै हो क्या। अनि जहाँसम्म देखिरहेछ त्यहाँसम्म जाम छ क्या फेरि। एज वी एक्सपेक्टेड यहाँ पानी पर्न स्टार्ट भइसकेको छ किनभने बिहानदेखि आज हाम्रो कालो बादल लागिरहेको थियो। उता बेरीमा बिहान परेको थियो तर रोकिसकेको थियो। यहाँ चाहिँ अझै परिरहेछ। के हुने हो ओए अझै जोडले ल लाइभ मैले ठ्याक्कै 3 मिनट अगाडि पानी परेको क्लिप बनाएको थिएँ होइन। अहिले पानी रोकिसक्यो थोरै परेको छ। यसलाई परेको भन्नु नपरेको भन्दा नि हुन्छ। गाडी स्पिडमा गइरहेछ त्यही भएर त बाहिर हातमा भएको पानी लागिरहेको सिसामा त्यति हो। गयो सक्यो बिचमा 2 मिनटको लागि पानी परिरहेछ त्यो पनि खतरावाला। अनि म चाहिँ यहाँ चस्मा फेरेर आइसकेको छु किनभने त्यो अर्को चस्मामा बडी कालो देखिरहेको थियो। त्यसको सिसा कालो थियो यसको चाहिँ ग्रे छ होइन। त्यही भएर यहाँबाट चाहिँ मैले राम्रो देखिरहेको छु राम्रो भ्यू। चस्मा फेरेर बसिरहेको छु त्यही भएर यस्तो छ उताबाट आउने ट्राफिक। अहिले अझै धेरै थियो मैले भिडियो चाहिँ कम बनाएको छु। यो बाटोमा चाहिँ किन यति धेरै ट्रकहरू छ भन्दाखेरि यही बाटो सेम 401 हाइवे हो यो होइन। अनि यो बाटो सेम लन्डन पछि विन्डसरसम्म जान्छ। बिचमा सिरी बोलिदिन्छ त्यही यही बाटो होइन विन्टरसम्म जान्छ क्या। अनि विन्टसर भनेको युएस क्यानाडाको बोर्डर। त्यहाँ चाहिँ एम्बेसडर ब्रिज छ एउटा ठुलो अनि अर्को पनि छ एउटा कुनै नयाँ बनेको होइन। त्यो ब्रिजबाट ट्रक यताउता सामानहरू लिएर आउँछ जान्छन् होइन। त्यही भएर यो बाटोमा ट्रक चाहिँ बढी हिँड्छ। हरेक 10वटा गाडी एउटा ट्रक 2टा ट्रक 3टा ट्रक 4वटा यस्तो धेरै छ 5वटा। म चाहिँ राति पनि हिँडेछु यो बाटोमा। राति चाहिँ गाडी अलमोस्ट
भनौँ न 0कै बराबर हुन्छ होइन, तर ट्रक चाहिँ फेरि भरेको हुन्छ राति। अनि अब चाहिँ खतरा पानी पर्न थालेछ। अनि म चाहिँ यहाँ पुगिसकेको छु लन्डन अलमोस्ट 13 मिनटमा। अनि मैले केटाहरूलाई फोन गरेको थिएँ, तिनीहरू पनि अब ठ्याक्कै म पुग्ने कि त 1 मिनट अगाडि पुग्छु कि त 1 मिनट पछाडि पुग्छ त्यति। तर अब त्यहाँ गएर टाइम पनि कति टाइम 2:40 पुगिन्छ भनेपछि 4, 5, 6 हामीसँग 4 घन्टा हुन्छ। 4 घन्टामा के गर्ने हो, कन्सर्ट स्टार्ट हुनुभन्दा पहिला चाहिँ हामीसँग 4 घन्टा हुन्छ। सो हेरौँला के गर्ने हो। अनि हामी चाहिँ आइसकेको छौँ यहाँ त कपिराइट आउला यार यस्तो भ्लग बनायो भने त। क्लिप मात्रै बोलेर बनाउनु भयो भने त्यसो भयो, के हो साउन्ड काट्नै पर्छ। ल केटाकेटी हो, हामी चाहिँ खाना अड्डामा आइपुग्यौँ। कमल बस स्टपमा ड्राइभर दाइले झारे ठाउँ है यो चाहिँ। के खाने? मासु भात खाने रे। ल कमलले चाहिँ सकेन भने गेम उनीहरूको भाउ छ। त्यो अघिदेखि यहाँ भोक लागेर ऱ्याक भएर बसेको केटाहरू पछाडि गएर क्यारम खेल्दैछ। अब यहाँ भयो त पारा। सनसम्मी के भन्नु छ तिमीलाई, भन। भोक लागिरहेको छ एकदम। खाना खाने अनि घुम्न जाने अनि त्यसपछि के गर्ने, उफ्रिन जाने। पछाडिको फोटो, यहाँ ब्याकग्राउन्डको फोटो एकदम ओजी पुरानो फोटोहरू रहेछ हौ। लाइक मैले यहाँ कहाँ ट्रली बस पनि देखाएको छु। कसले कति पैसा जित्यो ल? म बिचबाट छिरे रेस्टुरेन्टमा आएर यहाँ क्यारम खेलिरहेको खाना छोडेर। आज हामी थकाली खाना आएको मासु भात, मटन मासु, खसीको मासु र भात, बफ मोमो। लाम्बा लाम्बा खाने हो, धेरै दिनपछि बफ अनि नाच्ने हो। खै खै को छ यता लुकेको दाइ? यसो यसो सबले मुख देखाइदिनु पऱ्यो क्या। नाम भन्दै हुन्न भयो इन्ट्रोडक्सन दिने। Hello guys, welcome to my channel. It's me Komal. अनि आज हामी थकाली खाना आउँदैछौँ होइन, थकाली खाना पनि खाएर भइसक्यौँ। अब होइन कन्सर्ट जाने रेस्तम क्या तालको पानी माछीले खाने। सन्देश चाहिँ गीत ल, सन्देश जाऊ बजाइदेऊ ल। हाम्रो साथी चाहिँ गिटार बजाउनु जानु लाग्छ होइन त्यहाँ। ए मैले मलाई ल रेडी। हाम्रो साथी चाहिँ त्यहाँ गएर गिटार बजाउनु लाग्छ होइन। क्लबमा जाँदै गाउँदै बस्छ। ल सन्देश सबै लाग्छ है। थुक्ने होइन है साथी माइकमा। लाज लाग्छ फेरि। होइन होस् उसले गर्छ अरे, गाछ अरे पहिला। त्यो त्यो गिटारमा कनेक्ट गर्ने होइन र? कनेक्टर छैन, अर्कोमा हुन्छ कि अर्कोमा 2-3टा स्ट्रिङ। मलाई गाउन चाहिँ आउँदैन है, साथीले गर्दा माथि स्टेजमा आइपुग्यो। ओ सन्देश ये ल
गिटार पनि अलिक अपाइज छ कि सेम ल सन्देश ल मेरो सिम्पल गीतबाट सुरु गरौँ है त सबै गाउने ल ओके रेशम पिरिरी गाउँ ओ ल रेशम पिरिरी नाचिन्छ तिमीलाई खाने होइन है साथी यहाँ रेकर्ड भइरहेछ मेरो मनमा खुलदोले हुन्छ मेरो मनमा खुलदोले हुन्छ तिमीको गुनगान भयो तिमीलाई के भन्नु साह्रो भयो मेरो मनमा लास्टै लाज लाग्दैछ अनि त्यता मैले कसरी नाम सुनिरहेको छु है आउनु अरू पनि गिटार छ आउनु यो काम चलाउँछ बेकारी छाड्यो भने कसले पाल्छ अनि बेकारी छाड्यो भने कसले पाल्छ अनि हाम्रो यहाँ खाना भइसक्यो अब चाहिँ डिसाइड हुँदैछ यहाँ कहाँ घुम्न जाने भनेर हामीलाई एकदम कन्फ्युजन भइरहेछ हजुरहरूलाई कतै थाहा छ लन्डनमा घुम्ने ठाउँ नजिक भने पर कमेन्टमा भन्नु होला अहिले नगए पनि हामी नेक्स्ट टाइम स्योर जानेछौँ नेक्स्ट टाइम जाने अहिले चाहिँ अनि कन्सर्टको लागि हाम्रो 2 घन्टा बाँकी छ एन्ट्रीको लागि त्यही भएर अब बिहानदेखि पानी परिरहेको थियो नत्र हामी कतै घुम्न जाने नै थियौँ होइन तर यहाँ अलिक टाइम बढी लाग्यो अनि अब डिसाइड हुँदैछ के भयो साथीहरू डिसाइड भयो अहिले हामीसँग अझै 2 घन्टा स्पेयर थियो होइन त्यही भएर हामी आएछौँ यहाँ बोलिङ पुल के थियो होइन त्यो खेल्नलाई यहाँ सबजना यत्तिकै होमलेस जस्तो हामीहरू घुमिरहेछौँ तपाईँले भनेको होइन है भाइ 10 मिनेटमा पुग्छ हामी झन् नजिक आएछौँ हामी हो हामी अनि यहाँबाट हाम्रो कन्सर्ट चाहिँ एउटा म्युजिक हलमा छ त्यो ठाउँ जान चाहिँ 10 मिनट लाग्छ होइन त्यही भएर अब 1.5 घन्टा जति यहाँ खेल्न त्यसपछि जाउँला अनि यो चाहिँ बोलिङ गर्ने ठाउँ हो यहाँ चाहिँ पुलको
अनि यहाँ चाहिँ एक नियम रहेछ होइन, बलिङमा चाहिँ एकचोटिमा 6 जना अनि पुलमा चाहिँ एउटा टेबलमा 4 जनाभन्दा बढी मिल्दैन। हामी 11 जना थियौँ, त्यही भएर हामीले चाहिँ 2टा पुल टेबल अनि एउटा बलिङ गरेको। हाम्रो एउटा यो टेबल हो अनि अर्को यो सही ल हान्देऊ न, फेरि मिलाउने त हो नि। फोटो होइन है, भिडियो हो यो। ए हाम्रो टाइम चाहिँ वेस्ट भइरहेको छ है जम्मा। अनि हामीले जुत्ता पाइसकेका छौँ होइन। यहाँ त्यो माथि चढ्नलाई चाहिँ जुत्ता लिएर जानुपर्छ, यतिकै जान दिन्न। अनि हाम्रो चाहिँ 17 नम्बर यो, हाम्रो चाहिँ 17 नम्बर है यो। अनि हामी यहाँ जुत्ता लगाएर रेडी भइसकेका छौँ होइन। हामी जान लगाएको छौँ अब खेल्नलाई। ओए गयो ल, ओए 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 ल अब भाउजूको पालो। त्यसरी होइन है भाउजू, म देखाउँछु ल। फेरि तिमी समाति राख, यसरी ब्लग कन्टिन्यू भइरहेको म भएन के भएन भएन म देखाउँछु यसरी के। मेरो भिडियो बनाउँदा भएन क्या। ल मैले गर्छु ल ओए ओए भएन जाऊ। गयो है कमल, 2टा 3टा 4वटा गयो। हाम्रो कमलले आज दिइरहेको छ सबभन्दा। भाउजूको पालो उल्टा, हात उल्टा भयो क्या तपाईँको। यसरी। यहाँ म र भाउजू चाहिँ टक्करमा चलिरहेको छ 24-24। त्यो पनि कमल चाहिँ सबभन्दा पछाडि 8। त्यस्तो हुन्न नि, त्यो अब पुरै सोहन दाई आइसक्नु भएको छ हाम्रो। दाई कति हान्ने, कति के लाग्छ, कति स्कोर हान्नुहुन्छ तपाईँले? कमलले 7 हानिसक्यो। म त पुरै हान्छु। अनि हामी चाहिँ बलिङ सकेर हामी आइसकेका छौँ होइन। अब चाहिँ जाँदैछौँ हामी जुत्ता रिटर्न गर्नलाई। चाहिँ लन्डनमा डाउनटाउनमा घुमिरहेको छौँ होइन। घुमिरहेको छौँ भन्नाले अब हाम्रो पार्किङ चाहिँ अलिक टाढा पर्छ नि, त्यही भएर अब जानु लाग्छौँ हामी लन्डन म्युजिक हलमा। त्यहाँबाट हामीले पार्क गरेको ठाउँबाट 5 मिनटको वकमा छ होइन। दामी 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 फेरि केटी दामी दामी। यहाँ चाहिँ सबजना एक्साइटेड छ होइन, धेरै धेरै। हामी चाहिँ Sir, how's the Josh Dai? Hi sir. How's the Josh? How's the Everything good. How's the Josh? Son Dai, sir, how's the Josh? Josh is on the top. Gumauchu. Son Dai, hi गरिदिनु पर्यो। ओए के छ सर? ल भुपेश सर यता हाई गरिदिनु पर्यो एकचोटि।
व्यवस्थापन हो, कुन दिन राजनीति ठिक हुन्छ त्यही दिनमा तपाईँलाई यस्तो भनिरहेको कस्तो गर्व याद आयो यस्तो लाग्यो समय हिजो बर्मामा के भएको थियो, हिजो मेघालयमा के भएको थियो, हिजो भुटानमा के भएको थियो, त्यो बिर्सिनु हुँदैन। त्यही भएर आफ्नो नानीहरूलाई नेपाली भाषा सिकाइदिनु होला। केटा हो कतिजना बसेछु पछाडि मैले बोल्न हेरिरहेको छु मैले विशाल दाइ रमेशको साउन्ड मात्र सुनेको थिएँ पछाडि 4 जना कोचेर बसेछौँ पछाडिको लाइट कसरी बाल्ने यतिकै थाहा थिएँ नि हामी न्यु इयरमा ओ यता छ 1 2 3 4 अनि म चाहिँ कन्सर्ट सकेर निस्किसकेको छु होइन फर्किरहेको छु अनि धेरै भिडियो बनाउन पाइनँ किनभने मैले क्यामेरा गाडीमै छोडिदिएको थिएँ त्यहाँ भिडियो हुन्छ भनेर तर पनि मैले फोनबाट बनाएको छु थोरै भिडियोहरू होइन त्यो हाल्ने नै छु अनि म चाहिँ अहिले अन रुटमा रोकेको छु कफी सफी खानलाई रातिको अहिले 11:30 बजिरहेको छ अनि यति त्यहाँ गएर हल्लासल्ला गरेँ होइन थाकेको हुनाले अहिले एउटा बिना ब्ल्याक कफीको अगाडि जान मिल्दैन म जान चाहिँ अझै म चाहिँ 1:30 बजे पुग्छु होला भनेपछि 2 घन्टा अझै लाग्छ यहाँ अहिले एकछिन रुक्यो भने 2 घन्टा अझै टाइम बढ्छ होला अनि म चाहिँ दिउँसो पनि यही बाटो आएको थिएँ होइन दिउँसो कति पुरै जाम थियो है पुरै अहिले चाहिँ मजाले खाली छ अहिले एउटा पुरै खाली त छैन सिटी भएपछि पुरै खाली त कहिले नि हुन्न होइन तर धेरै खाली छ किनभने अहिले रातिको 1 बज्न लागेको छ म पुग्न चाहिँ अझै टाइम लाग्छ 1:40 मा पुग्न देखाइरहेको छ होइन त्यहाँबाट 300 किलोमिटर थियो म चाहिँ अलमोस्ट धेरै कभर भइसकेको छ अब चाहिँ थोरै बाँकी छ अनि मेरो घाँटी चाहिँ धेरै हल्ला गरेर होला मेरो बोल्नै मन लागेको छैन क्या साउन्ड पनि पुरै गइसक्यो मेरो रमाइलो चाहिँ रमाइलो भएको थियो दामी सब केटाहरू हामी थियौँ हाम्रो ग्रुपमा चाहिँ 12 जना अनि पछि दाईहरू अरू दाईहरू आउनुभएको थियो होइन त्यसरी चाहिँ रमाइलो भएको थियो खतरा थियो पनि